हाम्रो स्पेशल चाहिँ आज हाम्रो नवीन सर आउनु भएको त्यही भएर चाहिँ हेलो गाइज तपाईहरुलाई स्वागत छ मेरो कान्छा ब्लगमा। आशा गर्छु तपाईहरुले माया देखाइदिनुहुन्छ। हाम्रो भिडियो आइरहेको छ अनि त्यसपछि हामी धेरै दिनपछि चाहिँ हाम्रो साथीहरुसँग भेटघाट भयो अनि हामी रमाइलो गर्नको लागि कोलपुरको एकदमै सुन्दर ठाउँमा गएका छौं अनि एकदम कोलपुरको भ्यूहरु देखाइरहेका छन्। हाम्रो कोलपुरलाई पनि हामी चिनाउने छौं। तपाईहरुले माया देखाइदिनु होला अनि कोलपुरलाई पनि एकदम भाइरल बनाइदिनु होला अनि हाम्रो साथीहरुसँग इन्जोय गरेको भिडियो पनि हेरेर तपाईहरुले पनि इन्जोय गर्दिनु होला अनि तपाईहरु पनि जान सक्नुहुन्छ अनि हाम्रो पुरा फुल भिडियो हेर्दिनु होला अनि लाइक सब्स्क्राइब फलो सब गर्दिनु होला। हामी रोयल बिरयानी शर्मा हबमा आएका छौं साथीहरु बिरयानी लिन। टक्क यहाँ शर्मा बन्छ। यहाँ खाने लोकेसन खोज्नु न कहाँ हो? लोकेसन कहाँ हो रे दाइ तपाईको? यो ललिपप यसको लोकेसन भनिदिनुस्। यो खानालाई कहाँ आउनु पर्यो लोकेसन भन्नु पर्यो। म भनिदिन्छु कि आफै मलाई सब थाहा छ नि त यार। ल साथीहरु तपाईहरु चाहिँ टक्क चिकन ललिपप बिरयानी शर्मा खाना चाहनुहुन्छ भने हाम्रो 10 बिघा ट्याक्क ओडलिङको अगाडि नेर न्यू रोड 10 बिघा रोडमा आएर खान सक्नुहुन्छ रोयल बिरयानीमा। हाम्रो स्पेशल चाहिँ आज हाम्रो नवीन सर आउनु भएको त्यही भएर चाहिँ टक्क यहाँ हिसाब किताब गर्दै हुनुहुन्छ कति के खुवाउने केटाहरूलाई टक्क बिरयानीको लागि। अनि फाइनली अब 10 वर्षपछि भेट भएको छ हाम्रो। अनि हाम्रो यता सर चिलमा हुनुहुन्छ। यता सरलाई भल्लाको नदेखाउने रे। लेग पिस चक कौटारी हाम्रो दाइ रोयल बिरयानी नि यार। दादा हाल्यो न सबै ट्याग गर्यो सबै सिक्सर हान्दिनु। त्यो चाहिँ एकदम इन्डियनको सबभन्दा एकदम मोस्ट पपुलर चटनी हो यो चिकन चटनी। त्यो चाहिँ अब त्यहाँदेखि सुन्दर ललिपप हाफ बोइल भइसक्यो अब यहाँ फुल बोइल भइरहेको लाएर त्यही त हो नि होइन। राजा फ्रेस भएर आउनु भने कस्तो लागिरहेको त कोलपुर गर्मी कालो भने त राजा एकैछिन आउने त यार। अमेरिकातिर बसेको बानी होइन। ल हाम्रो मोमो पसल एकदम स्पेसल चन्द्रमुखी स्पेसल मोमो टक्क लाएर हाम्रो चाहिँ यहाँ यो मेला लाग्ने चौर टक्क लाएर यहाँ अगाडिमा चाहिँ मोमो पाउँछ यहाँ। हाम्रो चाहिँ घुम्न जाने बाइक दुईटा देखाउने राजालाई राजाले अघि भिडियो नदेखाउनु भन्थ्यो नि त। टक्क लाएर लगाएर अनि केटाहरू यहाँ चाहिँ मोमो अर्डर गरेर मोमो प्याकिङ हुँदैछ। यस देखाइदिएन बात मान्नुहुन्छ। दाइले लोकेसन भन्नुहुन्छ दाइको होटलको नाम सब भन्नु त दाइ। सबैलाई नमस्कार। मेरो होटल पसलको नाम चाहिँ चन्द्रमुखी स्पेसल मोमो सेन्टर हो। कोलपुरको ठ्याक्कै यो मेला लाग्नेको अपोजिट न्यू रोडमा पर्छ। आउँदै गर्नुलाई मोमो खाना हजुरको लागि म सेवा दिन आभारी छु। एकदम मिठो मिठो मोमो बनाउनु चाहिँ आइदिनु होला। लोकेसन पनि हालिदिन्छु है मैले सबै। टक्क लाएर मोमो सुकुटी स्पेसल चाहिँ यहाँको मोमो नै हो। साथीहरु अब हामी चाहिँ यहाँबाट नास्ता किनिसकेका छौँ। अब हामी चाहिँ चिसो किन्न जान्छौँ। त्यति बेलासम्म चाहिँ हाम्रो कोलपुरको एकदम राम्रो भ्यू हेर्नुहोस्। साथीहरु हामी चाहिँ अब टिकट काट्न आइसक्यौँ खर्कहरूको टक्क क्यारम बोर्ड खेल्ने। यस्तो राजा खाने टिकट काट्न आउनुहोस्। यहाँ चाहिँ अवश्य टिकट काटेर जानु होला है नत्र यहाँ मान्छेले लहर्छ। टिकट काटिदिनुहुन्छ अङ्कलले। अङ्कल पानीको बोतल पनि दिनु है। चाउरे भ्लगर कान्छा नेपाली कान्छा नेपाली कान्छा नाम छ तर मान्छे चाहिँ चाउरे खुट्टा देखा हेर्नुहोस् त खुट्टा भेगी प्यान्ट हानेको छ। भेगी होइन यार बाजेको प्यान्ट हो। र साथीहरु हामीले चाहिँ टक्क लाएर यहाँबाट टिकट पनि काटिसक्यौँ। अब अनि सामान पनि सब खानपिनहरू सब लगिसक्यौँ। अनि अब हामी चाहिँ टक्क लाएर पार्कभित्र छिर्दैछौँ। यहाँको पार्कको सिनहरू हेर्दै गर्नु होला। अनि टक्क